आज अन्तर्राष्ट्रिय नारी दिवस मार्च 8। यो नारी दिवस मनाउनुको कारण यसको ऐतिहासिक छ। सन् 1908 मा न्युयोर्कमा थुप्रै महिलाहरूले र्याली गर्नुभयो। के र्याली गर्नुभयो त भन्दाखेरि महिलाहरूमाथि काम अलि बढी भयो, समय घटाउनु पर्यो भन्ने तरिकाले, र त्यसपछि ज्याला पनि समान तरिकाले पुरुष जस्तै समान पाउनु पर्ने र मताधिकारको हक राखेर उहाँहरूले त्यो आन्दोलन सुरुवात गर्नुभयो र लिखित रूपमा 1911 मा अन्तर्राष्ट्रिय पहिलो महिला दिवस मनाइयो र त्यहाँबाट यो लगातार सुरुवात भइरहेको छ र अहिले हामी 114औं अन्तर्राष्ट्रिय महिला नारी दिवस मनाउँदैछौँ। र यो महिला नारी दिवस मनाउने क्रममा हामीलाई एउटा गतिलो भ्रम पनि परिरहेको छ कि नारीहरू एक्लै सशक्त हुन सक्छन् त। आचार्य श्री पथिक शिक्षाभित्र हराएका पहलुमा भन्नुहुन्छ कि वास्तवमा नारी शक्ति आधा शक्ति हो, पूरक शक्ति हो, हैन? सो यसलाई यदि पुरुषको शक्ति उपलब्ध भएन भने, उसको परिपूरक भूमिका उपलब्ध भएन भने उनी आफ्नो सशक्तिकरण अभियानमा अगाडि बढ्न सक्दैनन्। त्यसैले यहाँनिर नारी शक्तिसित जोडिएर कुरा गर्दाखेरि, उनलाई सशक्त बनाउने कुरा गर्दाखेरि कतिपय नारीवादी मुभमेन्टहरू अथवा भनौँ नारीवादी अतिवादी सोच्ने व्यक्तिहरूले कसरी सोच्नुहुन्छ त भन्दाखेरि पुरुषसँग प्रतिस्पर्धी ढङ्गले सोच्ने कुरा पनि कतै न कतै यो सोच बाधक बन्न सक्छ भन्ने कुराहरू उहाँले राख्नु भएको छ। दुईटैका फरक गुणवत्ताहरू छन्। जस्तो पुरुष संकल्प र पुरुषार्थमा अलिकति अगाडि हुन सक्छ भने समर्पण र प्रेमको आयाममा, ग्रहणशीलताको आयाममा, सृजनशीलताको आयाममा नारी शक्ति अगाडि छ। त्यसैले अबको शिक्षा व्यवस्था यी दुईटै विशेषतालाई ख्याल गरेर जो ग्रहणशीलता छ, सहनशीलता छ, प्रेमको जुन दिन सक्ने क्षमता छ, यदि ती शक्तिलाई यदि जगायो भने हामी नारी शक्ति माथि देवी शक्ति हामी जुन भन्छौं, ती देवी शक्तिले वास्तवमा आफ्नो नारी शक्तिलाई, जुन सुसुप्त अवस्था रहेको नारी शक्तिलाई जागृतिमा ल्याएर उहाँहरू उठाउनु भएको व्यक्तिहरू हुन्। त्यस्ता व्यक्तिहरूको उदाहरण इतिहासमा हामी हेर्न सक्छौं। दुर्गाको रूपमा हामीले हेर्न सक्छौं भने एउटा सम्बुद्ध व्यक्तिको रूपमा मीरा, राबिया लगायतका व्यक्तित्वहरू पनि छन् इतिहासमा, जसले प्रेमको शिक्षा सम्पूर्ण मानव जातिलाई दिएर एउटा अलगै उचाइ उठान गर्नुभएको छ। यहाँ सशक्तिकरणका सम्बन्धमा आचार्य श्री पथिक भन्नुहुन्छ कि नारी सशक्तिकरण बुझ्नको लागि पहिला त नारी को हो, पुरुष के हो, नारी ऊर्जा के हो, पुरुष ऊर्जा के हो भन्ने बुझ्न जरुरी हुन्छ। त्यसैले मात्र हामीले नारी शक्ति जागरणको कुरा बुझ्न सक्छौं।